हजुर हेलो हेलो दर्शन नमस्ते सबैजनालाई एकमुष्टमा नमस्कार। सबै सन्चै आरामै हुनुहुन्छ होला भन्ने। आज अस्ति नु हरियो पहेँलो टोरी अहिले फेरि काटेर यस्तो भयो हेर्नुहोस् साथी हो। यस्तो छ हेलो यहाँ टोरी काटेर सुकाएको अब थ्रेसर लाउने। यी मेरो भान्जा यहाँ एउटा भान्जा यहाँ खान एउटा भान्जा उहाँ हिँड्दै खान। यिनी टोरी काटेर अब यिनलाई फेरि अब उठाएर थ्रेसर लाउने हो। यस्तो छ हाम्रो खेततिरको कार्यक्रमहरू। त्यो आफूले भान्जालाई उहाँ बहिनीले गाली गर्दैछन्। यिनी खेतको टोरीहरू हो सबै। हजुर के दाल हो न दादाले टेर्दिनन् के हजुर यस्तो छ दाई के दाई दाईले यस्ता पुरै टोरी काटेर फर्चस्टै सुकाएर राखेको यस्तो छ हाम्रो कार्यक्रम। हाम्रो बहिनीको फेरि बाख्रा यहाँ बोका एउटा बाख्रा हेर्ने आज ड्युटी लगाइदिनु भयो हाम्रो साइलामाले। यस्तो छ हाई गरिदिउँ न यार। यस्तो छ हाम्रो बाख्रा पनि बोका पनि हाई गर्न आँखा बोकाले नि। यस्तो छ हाम्रो बहिनीको यी भान्जा हाम्रो एउटा चकचके भान्जा। टोरी काटेर यस्तो छ यतातिर बाजेको बाजेको पनि नजाऊ है। यता पुरै टोरी काटेर भ्याएको त्यहाँ गाउँ यतातिर केराउहरू। हजुर केराउहरू यहाँ पर्दै फलेर लट्ठालिङ्गै भयो यहाँ। यस्तो छ हामी एसियन बनाएको नि हाम्रो भाउजूले टोरी काट्दै हुनुहुन्छ। हाम्रो बजै यहाँ टोरी पाकेर बजै यहाँ टोरी उखाल्दै हुनुहुन्छ। त्यही त हाम्रो बजै हाम्रो माइली भाउजू हाई गरिदिनु न। कसले के भन्छौ र यसले यता आऊ यता नहिँड्न यता घोच्छ अरे। हाम्रो भाउजूले केरा उखालिदिएर मलाई खाने भनेर उ गर्नुभयो। त्यसो हाम्रो साइलामाले पारी टोरी काटेर पुरै गर्दै हुनुभयो। यस्तो छ गाइस। यता गाउँ छ यतातिर नि गाउँ। हाम्रो बजैले गाउँ छरेको सुगारले खाएर बिजोक बिहानै बेलुकी ड्युटी लाग्दा हैरान छ यहाँ। यस्तो छ खेतभरि त्यस्तो मान्छे बनाएर राख्दैन खत्तम बनान्छ। यस्तो छ अस्तिनुको पहेँलो हरियो टोरी त अहिले त हेर्नु सुकेर अहिले त सबैले उखालेर काटेर अहिले त फेरि यस्तो छ खुल्ला। हजुर ल घोच्छ होइन ल हजुर कहाँ कता उता मम्मीले बाख्राले हो त। मेरो भान्जा मेरो कान्छो भान्जा। हजुर त्यस्तो भन्दिनँ नि। यहाँ केरा उखालिदिनु भयो भाउजूले माया गरेर एक छाक केरा बनाइदिनु भयो। होइन हुन्छ चल्छ यहाँ अब हेर्नुहोस् लर सबै फलेको फेरि यस्तो छ। त मुसाले भयो टोरी यो बचेको टोरी फेरि यो नपाकेको आधा यस्तो छ। पुरै मौसम खराब भएर यस्तो छ पुरै अँध्यारो जताततै खेतहरू मात्रै देखे के गर्ने त्यत्तिकै हिँड्दो यो फर्म यस्तो छ। ल गाइस अब यति नै आजलाई यति नै। फेरि अर्कोचोटि फेरि भेट हुनेछौँ हामी।